हर्क साम्पाङलाई गाली गर्ने, ढुङ्गे भन्ने, अनपढ भन्ने, दिमाग छैन, बुद्धि छैन भन्नेहरू सुन, हर्क साम्पाङले हिजोको बैठकमा कस्तो कस्तो कुराहरू गर्नुभएको छ यो भिडियो हेर। नेपालले भारतको सीमा कहाँ कहाँ मिचिएको रहेछ त्यो कुरा उहाँले यहाँ आएर पुष्टि गरेर दिनुपर्छ। सरकारलाई गल्ती गर्ने छुट हुँदैन। प्रधानमन्त्री जस्तो सरकारको प्रमुख व्यक्तिले जुन यो 17 गते राख्नुभएको अभिव्यक्ति छ त्यो अभिव्यक्ति अविलम्ब सच्याउनुपर्छ। प्रधानमन्त्रीज्यू यहाँ उपस्थित हुनुपर्छ भन्ने म माग राख्दछु। र एउटा अर्को कुरा म के राख्न चाहन्छु भने यो हाम्रो नियमावलीको नियम 4 को 1 मा के भनिएको छ भने प्रत्येक सदस्यले बैठकमा आउनुपर्ने छ र बैठकमा आउनु अघि बस्नु अगाडि हाजिर गर्नुपर्ने छ भन्ने छ। म प्रधानमन्त्रीज्यू यहाँ आउँदाखेरि उहाँको हाजिर गर्नुभएको छ कि छैन त्यो हेर्नका लागि अभिलेख शाखालाई म अनुरोध गर्न चाहन्छु। यदि उहाँले हाजिर गर्नु भएको छैन भने उहाँ यो प्रतिनिधि सभाको सदस्य नरहेको ठहर हुन्छ र यदि उहाँ यो तपाईको चाहिँ के अरे प्रतिनिधि सभाको सदस्य नरहेको ठहर हुन्छ भने संविधानको धारा 77 को 1 को ग ले निज चाहिँ तपाईको प्रतिनिधि सभाको सदस्य नरहेमा प्रतिनिधि सभाको सदस्य नरहेको हकमा प्रधानमन्त्रीको पदबाट मुक्त हुनुपर्छ भन्ने व्यवस्था गरिएको छ। म उहाँको हाजिर यो अभिलेखमा छ कि छैन, उहाँ कतिचोटि आउनुभयो अहिलेसम्मको सदनको बैठकहरूमा र कतिचोटि उहाँले हाजिर गर्नुभयो यो पनि देखाइदिनको लागि म अनुरोध गर्न चाहन्छु। र जोड चाहिँ हामी केमा दिन्छौँ भने नेपालले भारतको सीमा कहाँ कहाँ मिचिएको रहेछ त्यो कुरा उहाँले यहाँ आएर पुष्टि गरेर दिनुपर्छ। सरकारलाई गल्ती गर्ने छुट हुँदैन। सरकारले गल्ती गर्नु पाउँदैन, गल्ती गर्नै हुँदैन। त्यसो भएको कारणले ऊ सरकार हो। यदि उहाँले चाहिँ नि आवेगमा आएर अथवा चाहिँ नि बिना पुष्टिको बिना प्रमाणको कुरा राखेको हो भने हामीलाई होइन, हर्क साम्पाङलाई होइन, यहाँका सांसदहरूलाई होइन, 3 करोड नेपालीलाई उहाँले सम्बोधन गरेर मैले यस्तै भइहालेछ भनेर माफी माग्नुपर्छ। म यति माग राख्न चाहन्छु सभामुख महोदय। धन्यवाद। प्रधानमन्त्रीले सांसद भवनबाट हाम्रो देश इन्डियाले मात्र होइन इन्डियाको पनि हामीले मिचेको भनिदिने। अहिले इन्डियामा कस्तो भइरहेछ, नेपालले 1 कट्ठा पनि मिचेको थिएको भए नि इन्डियाले उहिले गोली ठोकिसक्थ्यो। इन्डिया कस्तो छ भन्ने कुरो थाहा छैन। प्रधानमन्त्रीले यति भन्दा तिमीहरू ब्रुक ब्रुक उफ्रिन्छौ। इन्डियाको हामीले पनि मिचेको छौँ, हामीले मिचेको छौँ भन्छ। अलिकति बोल्दाखेरि पनि के बोलेको छ भन्ने कुरो। सिक्किम यसरी लेन्डुप दोर्जेले इन्डियामा गाभिदियो यस्तै भन्दै अब नेपाल पनि गाभिदिन्छ अनि लन्ठै सकिन्छ। अनि त्यसपछि नरहन्छ तिम्रो बालेन, नरहन्छ तिम्रो राष्ट्रिय स्वतन्त्र पार्टी, नरहन्छौ तिमी। त्यही चाहिएको होला नि त तिमीहरूलाई। के भनेको हो, राम्रो हो होइन भन्ने कुराको सोच नहुनेहरू नेपालीहरू यस्तै हुन्छ। संविधानमा हरेक बुद्धामा हरेक कुरा लेखेको हुँदो रहेछ नि त, हामीले नपढेर होला। प्रधानमन्त्री या कुनै पनि सांसद हरेक बैठकमा आएर हाजिर नगर्दाखेरि सांसदको या प्रधानमन्त्रीको पद खारिज हुन्छ भनेर लेखा रहेछ त। यो चाहिँ तिमीहरूको दिमागमा आएन? प्रधानमन्त्रीले गलत गरेको छ भने हामीले खबरदारी गर्ने हो के? हामीले गाली गलोज गरे होइन, खबरदारी गरे हो। तिमीले चाहिँ 3 सिट भनेर हेला गर्ने, उल्टो गाली गलोज गर्ने। खबरदारी गरेन भने भोलि देशी जिम्मा लगाइदियो भने कहाँ जान्छौ तिमीहरू? त्यही भएर प्रधानमन्त्री मात्रै होइन, तिमीहरूको पार्टीको कुनै पनि सांसदले गलत गर्छ भने त्यसलाई औँला उठाऊ। गलत भयो, तिमीले गलत गर्यो भन्ने सिक। अनि मात्र सही बाटोमा तिनीहरू आउँछ, अनि मात्र देशको विकास हुन्छ। उनीहरूले जे गर्दा पनि ताली बजायो भने भोलि नेपाल इन्डिया भइदियो भने के गर्छौ? अनि कहाँ जाने हो? अलिकति पनि दिमाग छैन। हावामा गाली ग्लोज गरेछ, उफ्रिया छ, नाना थरी बोल्या छ।
बोल्नुभन्दा धेरै कुरा सोचेर बोल्नुपर्छ के। हामीले के बोले हो, राम्रो हो या नराम्रो हो, हाम्रो सरकारले प्रधानमन्त्रीले गलत बोल्या हो कि गलत गर्दैछ कि भन्ने कुरो सोच्नुपर्छ।